गर्नेले ठाउँ पाउनु पर्यो, गर्छन् क्या। यो जुन पुल छ नि, यो चाहिँ सल्यानमा नेपाल प्रहरी त्यहाँको स्थानीय मिलेर बनाएको यो पुल हो। केन्द्रीय सरकारले गर्ने काम नेपाल प्रहरी र स्थानीयले गरेका छन्। गर्ने मन हुने मान्छेलाई नि केहीले पनि रोक्दैन, जसरी पनि गर्छन् क्या। मन हुनु पर्यो, न स्थानीय सरकारले रोक्छ न केन्द्र सरकारले रोक्छ। यति राम्रो पुल त बन्द रहेछ नि त चितायो भने। त्यही भएर विकास गर्नु छ भने आफूबाट परिवर्तन हुनु पर्यो र आफूले सोच्नु पर्यो। मान्छेले चाहेपछि त जे पनि गर्दा रहेछन्। यहाँ पालिकाको ओडाको भर परेका भए अहिलेसम्म यो पुल सम्पन्न हुँदैन थियो होला। एउटा प्रहरीले चितायो, जनताले साथ दे पुर्याए, बनाएर देखाए। त्यही भएर पार्टीको जति पनि नेता जिताइछ नि तिनीहरूले गर्छन् भन्ने आश छैन, किनकि पार्टीको दास बन्नुपर्छ। त्यही भएर स्वतन्त्र युवालाई चाहिँ जिताउँ, हरेक ठाउँबाट स्वतन्त्र व्यक्तिलाई साथ सपोर्ट गरौँ। एक दिन न एक दिन सफलता अवश्य पनि मिल्छ।